हेलो नमस्ते सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो यो ब्लगमा। तपाईँहरूको झ्याक्ने रोस्टर पनि ब्लगर भइसक्यो, अब इन्टरनेसनल ब्लगर हुनेवाला छ, किनभने दिस इज माई फर्स्ट इन्टरनेसनल ट्रिप। कहाँ होला त? हुन त तपाईँहरूले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नुभयो होला म कहाँ जान लागेको छु। सो गाइज आई एम गोइङ टु थाइल्यान्ड। हामी चाहिँ बोर्डिङ सोर्डिङ पास गरेर यहाँ कुरेर बसिरहेका छौँ। हाम्रो इन्टरनेसनल ट्रिप चाहिँ पहिलोचोटि हो क्या, एकदम डर लागिरहेको छ होइन, के हो कसो हुने हो। अर्काको देशमा जाँदैछौँ, न त उनीहरूको हामीलाई कल्चर थाहा छ न त कुनै ल्याङ्ग्वेज। त्यसैले उनीहरूसँग भिज्नको लागि रमाउनको लागि मैले चाहिँ उनीहरूको ल्याङ्ग्वेज सिक्दैछु। प्लेन चढ्न आएको गाडीमा पो चढाउँछ नि त सुरुमा त यार, सुरुमा औकात त्यसपछि बल्ल। अब हामी यहाँबाट निस्किसक्यौँ है। थाई एयरवेज आमामा यस्तो ठुलो रहेछ यार। उताबाट हेर्दा चाहिँ अलि सानै देखेको थियो, तर यताबाट हेर्दा चाहिँ एकदमै राम्रो ठुलोवाला छ यार। मैले त चस्मा नलाइकन गरेछु, किनभने चस्मा लगायो भने अलिकति लाज लाग्छ क्या मलाई होइन। सबैले कस्तो बच्चा खालको चस्मा लगाएको भनेर भन्छ नि त, त्यही भएर हो। थ्याङ्क यू। थाइल्यान्डको भाइब्स आइसक्यो। सदी खप भनेको नमस्ते है लाई मजा आयो। सुरुमा एकछिन त हल्का नर्भस चाहिँ भइदो रहेछ होइन, तर पनि केही छैन, बाल छैन, नो वरिज। हाम्रो फ्लाइट आवर चाहिँ 3 घन्टा 3.5 घन्टाको छ होइन। 3.5 घन्टामा हामी पुगिन्छ। त्यसपछि के हुन्छ म तपाईँहरूलाई सबै भ्लगमा देखाउँछु। लास्ट एक्साइटेड छु यार, डर पनि लागिरहेछ होइन। तपाईँलाई डर लाग्यो कि डर त किन लाग्छ र कसम। प्लेन चढ्ने जति बानी भए पनि ल्यान्ड नगरुन्सम्म त यस्तो मुटुले थाहा छोड्ने रहेछ कि त्यसको त कुरै नगरौ। आम्मामामा। This is your captain Abdullah Yusuf speaking. The landing is not a guarantee. Last year we have 1% make it to Mogadishu airport. You can enjoy Animal Planet from your right hand side window. And the information about the flight, the toilet is not working. And we have 2 toilets sitting in first class. टेक अफको केही समयपछि यति राम्री एयर होस्टेसले चाहिँ खाना लिएर आइदिन्। अब यिनलाई देखेर हो कि डरले हो कुन्नी मलाई एकदमै धेरै भोक लागेको थियो। सो मैले केही नसोचिकन कम खाइदिएँ। यो फलफ्रुटहरू मात्र राम्रो थियो, अरू भने यिनीहरूको खै कस्तो खालको खाना हो कस्तो खालको। मलाई त एकैचोटि होइन यो खाना खाँदा त के हो पेटमा पसे जस्तो भएर गाह्रो भएको थियो। अब त्यही पनि फ्रीमा पाएको चिज मैले गम खाइदिएँ। उता गएर के हो कसो थाहा छैन, यही चाहिँ ल्याम खाइदिएँ मैले। प्लेन लास्टै ढिलो हिँड्यो होइन, अब यसलाई म छिटो हिँडाइदिन्छु। प्लेनलाई अलि छिटो कुदाइदिनु त। आधी बाटोमा पुगिसकेपछि बल्ल थाहा भयो कि यो दाई त नेपाली पो रहेछन्। तर स्ट्रेन्जरहरूसँग बोल्न हुन्न भन्छन्, तर दाई चाहिँ त्यो पहिल्यैदेखि भेट भएको जिग्री दाई जस्तो हुँदो रहेछ क्या। एकदम सबै कुराहरू सिकाइदिनु भयो होइन। खतरा टिप्स एन्ड ट्रिक्स के गर्नुपर्छ थाइल्यान्डमा के हुन्छ सब कुराहरू। अनि दाई फेरि थाइल्यान्ड जानु भनेको ठ्याक्कै ससुराली गयो जस्तै रहेछ, गएको गई। बुढाले हामीलाई थाइल्यान्डको बारेमा यस्तो मजाले कुराहरू सिकायो कि जुन कुरा एकदमै धेरै युजफुल हुनेवाला छ। खास म चाहिँ अब त्यति बोल्दैन, बाहिर रमाइलो मजाको रहेछ। अनि यसो ब्याङ्कको यसो हिस्ट्रीहरू भनिदिएको थिएँ। अब सिकेछ क्या अरे, पुरा जानेछ, अब गर्छ होला। Best of luck. फाइनली ब्याङ्ककमा ल्यान्ड गरियो। पानी परेर भेजा भइसकेको थियो यार ब्याङ्ककमा पुरै। हेर्नु त कस्तो प्लेन त 4 चोटि घुमा यता घुमा उता घुमा। तर डोमेस्टिक प्लेनमा जस्तो चाहिँ डर भन्ने चाहिँ यति पनि लाउने रहेछ, मजा आउने रहेछ। किन सुनसान छ यार यो त लकडाउन लागे जस्तो पनि लाग्यो मलाई त। के हो ल्यान्ड भइसकेपछि सुरुमा हामीले इमिग्रेसनमा जानुपर्ने हुन्छ। अब इमिग्रेसन खोज्न नै हामीलाई यति समय लाग्यो कि, किनभने थाइल्यान्डको एयरपोर्ट नै लास्टै ठुलो रहेछ। हामी चाहिँ ट्रेन चढेर इमिग्रेसन गर्नको लागि गयौँ। अब त्यहाँ चाहिँ भिडियो फोटो खिच्न नपाउने भएको कारणले गर्दाखेरि मैले केही पनि खिचिनँ। तर केटाहरू विदेश भने विदेश हो यार, यो देश कतिको विकसित छ भनेर एयरपोर्टले चिनाउँछ होइन। माया कसम यहाँको पनि एयरपोर्टले चिनायो। एयरपोर्टमा घुम्दा साइको भइसक्यो यार, कहाँ जाने हो र कता जाने हो के गर्ने हो। हामीले घरमा फोन गरिसक्यो, सिम किन्ने हो। सिमलाई चाहिँ एउटालाई चाहिँ 5 दिनको लागि होइन लगभग 399 भाट पर्ने रहेछ। अब त्यो भनेको कति हो कन्भर्ट गरेर केटाहरू है। ड्राइभर चाहिँ 10 मिनटमा आउँछु भनेको छन्। सो ड्राइभरलाई कुरिरहेका छौँ हामीले। सो अब हामी हेडिङ गर्दैछौँ। हामी चाहिँ अहिले होन्डा सिभिकमा चढेर जाँदैछौँ। अलि दामी गाडी आउला भनेको
तर दामी आएन। नेपालमा चाहिँ हामीले 111 120 22सम्म कुदा भने रफ राइडर भन्छन्, तर थाइल्यान्डमा यो स्पिड त केही रहेनछ यार। क्या कुदेको गाडी, त्यस्तो हामीलाई फिल पनि भयो छैन है। गाडी त 100 भन्दा लगभग माथि नै हुने रहेछ यार, डेन्जर कुदाउने रहेछ यार यतातिर गाडी त यार, डरै लाग्ने। नेपालमा यत्तिकै केटाहरूले कुदा भए नकुदाने डर लाग्यो यार, तेरो घर जानुपर्छ भन्ने हुन्थ्यो। यता त बाटो यस्तै राम्रो, जति कुदायो पनि हुने रहेछ क्या मजाले। हामी चाहिँ फाइनली यहाँ होटेलमा आइसक्यौँ। यो चाहिँ हाम्रो होटेल हो होइन, खासै होटेल चाहिँ यो 4 स्टार होटेल हो। त्यस्तो साह्रो बवाल पनि छैन, त्यति साह्रो नराम्रो पनि छैन। यहाँनिर चाहिँ हामी बसेका छौँ होइन। सो यहाँनिर चाहिँ अब स्मोकिङ केही पनि गर्न नमिल्ने खालको ट्याक्क रहेछ है। अब बाल्कनीको भ्यूमा देखाउँछु। हामी बाल्कनी भ्यूबाट हेर्दैछौँ। लेट्स सी। ओ माई गड, पटाया मेमोरियल हस्पिटल। अब हामी चाहिँ ठक्क लाएर नाइट लाइफ हेर्न जान लागिरहेका छौँ पटायाको। यो मलाई यो बस देख्दाखेरि त बस स्टिमुलेटर गेम खेलेको याद आयो यार, कस्तो दामी बस हो यार। हाम्रो यहाँबाट चाहिँ नाइटको एकदम सुरु भइसकेको छ नाइट यात्रा। कस्तो रमाइलो। मलाई घरिघरि चाहिँ अहिले थमेलको गल्लीतिर छिरे जस्तो फिल भइरहेछ यार होइन। तर अलिकति चाहिँ केटाहरू बी केयरफुल हुनुपर्छ है। हामी बसेको होटेलमा पनि एकजना इन्डियनले होइन केटी भनेर लिएर आएको रहेछ, अनि त्यसपछि आउँदाखेरि त लेडी भाइ परेछ कि पैसा लिएर गइदिएछ उसको। गरेर गइरहेको थियो होटेलमा पनि। डोन्ट टेक फ्रम द स्ट्रिट, भेरी डिफिकल्ट भन्दै थियो होटेलमा पनि। अनि हामी त अब यत्तिकै हिँड्न जाने हो केटाहरू। अब हेरौँ हामी सुरुमा मसाज ससाज हान्न गइन्छ कि के गइन्छ थाहा छैन, तर मलाई अलिअलि पोखराको भाइब अनि अलिअलि चाहिँ थमेलको भाइब आइरहेको छ यहाँ चाहिँ। अब हामी यत्तिकै डुलाउँ। आमा त्यो हामी फ्लाइटबाट क्या माथि ओसियन हेरेको त्यो रुट पर्थेन क्या हाम्रो, त्यो टेकअफ गर्दा हामीले चाहिँ टेलतिर भनौँ न अर्को सेकेन्ड रनवेबाट चाहिँ ल्यान्ड गरेको नि त। त्यो भएर चाहिँ समुद्रबाट स्वाट्ट घुमाएर लिएर आउँदा त सृङ्ग भयो क्या त्यो समुद्र हेर्छु मा कसम, त्यसको इन पोइन्टै छैन के। हामीले नारायणी देखेको, कोसी सोसी यताउति देखेको, गण्डकी देखेको होइन, त्यो देखेको त मेरो त साइको भएको। लाइक मैले लाइफमा फर्स्ट टाइमै हो यार केटाहरू समुद्र देखेको यार। हामीले चाहिँ केही पनि खाना खाएको छैनौँ। अब यसो गएर मुख रसाउनु पऱ्यो, खानु पऱ्यो होइन। अब थाकेर पनि आछौँ हामी। थाकेर आइसकेपछि मेबी है मसाजवालाले धरी होइन इन्डियन जस्तो मानेर होला। मैले यस्तरी पुर्लुक्क हेरेको थिएँ, उसले नि मलाई हेरेछ त गरेर आँखा तर्केर गएको भने यार, इन्डियनलाई लास्टै उ गर्दो रहेछ नि यार। हामी चाहिँ अब वाकिङ स्ट्रिटतिर जान लागेको होइन, अनि ठ्याक्क हामीले क्याब बुक गरिरहेछौँ। क्याब चाहिँ आउँदैछ। अनि एकजना उतैतिर नेपालकै भाइ रहेछन् होइन, मेरो यहाँ साथी हुनुहुन्छ थाइल्यान्डमा, उहाँले चाहिँ उसलाई सजेस्ट गर्नुभयो। उसको रेस्टुरेन्ट पनि यतै छ अरे, उसले काम गर्ने ठाउँ। अब त्यहीँनिर गएर चाहिँ हामीले खानपिन गर्छौँ होइन। अब के कस्तो पाइन्छ डिसेसहरू अब चेक गर्छौँ। अहिलेसम्म सबै छ, यस्तो उस्तो भन्ने केही पनि प्लान भएको छैन होइन। गर्दै जाने हो, हेर्दै जाने हो, जे भन्छ जस्तो भन्छ ऱ्यान्डम भ्लगको केटाहरू चुप लाएर इन्जोय गर। अब यस्तो भएन र उस्तो भएन भनेर नभन। सिल पारामा या गाडी चाहिँ डेन्जर छ त यार। यो त नेपालमा त करोडपतिले लिएर हिँड्ने गाडी छ त यार, मा कसम। कुन गाडी हो यो? नेपालमा छैन यो गाडी। एक्सपेन्डर अरे कि मिसिपुसीको आउटल्यान्डर जस्तै रहेछ यो गाडी, मलाई पनि थाहा भएन। तर डेन्जर छ यार, यहाँ क्याबमा प्रयोग भइरहेछ केटाहरू भनेपछि। ओ माई गड यार, थाइल्यान्ड इज क्रेजी यार। पैसा हुनुपर्छ, मजा पो आउने रहेछ त यार केटाहरू। ओहो म देखाउँछु अगाडि ड्यासबोर्ड। सम केटाहरू मलाई होइन यो काठमाडौँमै हाम्रै काठमाडौँ र पोखराकै गल्लीमा आए जस्तो लागिरहेको छ यार भने। अब यहाँ हामी एकजना भाइको रेस्टुरेन्टमा आउन लागेको। के लन्डी हो कि लन्डी भन्ने के रेस्टुरेन्ट थियो, त्यही अब आउनु लागेको। भोक लागेको छ। हामीले चाहिँ ठ्याक्क आएर भेटिसक्यौँ हाम्रो ब्रदरलाई। यहाँ हुनुहुँदो रहेछ टक्क लाएर। अब यतातिर चाहिँ माहौल यस्तै छ थाइल्यान्डको साथीभाइहरू देख्न सक्नुहुन्छ, कति राम्रो माहौल छ है। यो चाहिँ आँखा सेकेर बस्ने। अब के गर्ने त साथीभाइहरू। सी फुडहरू एकदम धेरै एक्सप्लोर गर्न मन हो कि, सी फुडहरू खाम होइन। अनि ठ्याक्क यो बिच्छी गगटा सगटा होइन, सर्प सब खाइदिने के, गाईको मासु भाइकोहरू सब खाइदिने सोचमा छु म। तर हेरौँ के हुन्छ होइन। तर अब राम्रो कस्तो हुन्छ तपाईँलाई लोकेसन देखाउँछु म रेस्टुरेन्टको होइन। आमा यस्तो दामी छ हेर्नु न कुर्सीहरू। यो चाहिँ अरबिक रेस्टुरेन्ट रहेछ
आम्मामा पुरा हेर्नु न मारी छ क्या फेरि। यहाँ हामीसँग चाहिँ दिपक सर हुनुहुन्छ। दिपक सर चाहिँ नेपाल कहाँबाट दिपक सर तपाईँ? हेटौडाबाट। मकनपुर हो? ए हो र। अनि यहाँ थाइल्यान्ड आएको कति भयो? 2 वर्ष जति हुनु। 2 वर्ष भयो? यतै बसेर काम गरिराख्नु भयो? सेफ हो कि के हो तपाईँ? सेफ होइन, म एफएमबीमा हेर्छु। ए नाइस नाइस नाइस। अनि थाइल्यान्ड त भन्छ तपाईँले त एभ्रिडे इन्जोय हान्नुभयो होला नि। रमाइलो छ होला है। अब हामीले चाहिँ यहाँ यो थाई फुडहरू ट्राई गर्न लागेको छौँ। यहाँ हामीलाई ब्रदरले चाहिँ एक्सप्लेन गरिदिनुहुन्छ के अरे यो भनिदिनु त। थाईले चाहिँ याम हुसेन भन्छ, याम हुसेन थाली है। अलिकति रिफ्रेसिङ ग्लास नुडल सलाद। इङ्ग्लिसले चाहिँ के भन्छ? रिफ्रेसिङ ग्लास नुडल सलाद। थाईले चाहिँ याम हुसेन थाले भन्छ। अलिकति पिरो अमिलो चट्ट परेको हुन्छ कि यो चाहिँ टक्क एपिटाइज खालको ग्लास नुडल्सलाई हल्का ब्लान्च गरेर होइन मोलेको जस्तो भनौँ न टक्क लगाएर ट्राई गर्नु न ल है। सबै मिक्स गरेर खाने हो कि कसरी? सबै मिक्स गरेर खाने टक्क लगाएर यो मिक्स। थाईहरूको खाना त खान सकिन्न भन्छन् नि। अनि यो के हो खासमा? थाईहरूको खाना के हुन्छ र? त्यो भ्रम मात्रै हो, खान सकिन्छ। अलिक गुलियो बढी हुन्छ भन्छन् कि के? गुलियो बढी त फेरि म नि खान सक्दिनँ हौ। ठिकै भयो आज हामी यहाँ यो रेस्टुरेन्टमा आयो। यहाँ आएपछि बरु आनन्दै हुन्छ। उही के हो यो त? लेतर पेतरको छ है यो त। समुद्रको माल हो यो? ओहो तान्द्रो जस्तो छ त है यो के हो? ए प्राउन। अनि यो त काँक्रो साँक्रो होला। वा ऊ त पिरो चटनी होला होइन? खासमा यसरी त सर्भ गर्दैन हाम्रो यहाँ। दाइ पनि तपाईँहरू आउनु भएको भएर ओहो थ्याङ्क यू सो स्पेसल मच। सारा नेपालीले 3 करोड नेपालीले हेर्नै पर्ने भिडियो लिएर आएको छु। हामीलाई दिपक ब्रदरले सर्भ गर्दै हुनुहुन्छ। खाना खाएर फोन गर्नु है त पछि। हुन्छ सर, ल धन्यवाद मेरो सर। ल उयो के लामो तान्द्रो। कस्तो लाग्यो? पिरो अमिलो खट्टा टक्क छ नि। यो अझ पत्तासँग पनि ट्राई गर्नु न, पत्तासँग। दामी छ त यार यो त। अब ऐतिहासिक थाइल्यान्डको स्ट्रिटमा पावर बढ्यो नि, पावर बढ्यो। अब म चिन्दिनँ अब लेडी बोय कि लेडी अक्टोपस, बेबी अक्टोपस अरे के हो, दामी छ यार। कस्तो रिफ्रेसिङ फिल आयो यो घाँस पातले खाऊँ न। अब यो चाहिँ हाम्रो बिरयानी आयो होइन? यो के अरे अरेबिक स्टाइलको बिरयानी होइन? सबै खनाउने यसमा? ए थोरै गरेर लिने? अरे बाफ्रे, खट्टा मिठा चट्टा हो सबै। तर यो चाहिँ थाइल्यान्ड आएर खानु है कसम बब्बाल रिफ्रेसिङ छ यार। हामीलाई त अलिकति यस्तो गाह्रो बनाइरहेको थियो होइन प्लेन स्लेनले यताउति गाडीले। तर अहिले चाहिँ यो खाइसकेपछि मजा आयो क्या, मजा। ह्याङआउट हुने रहेछ। हामी 7-11मा जाँदा पनि होइन सबैमा त्यो ह्याङआउट हुने चिज मात्रै थियो के, सबै रिफ्रेसिङ हुने मात्रै। अब चाहिँ हामी खाना लागेका छौँ बिरयानी। यो अरेबिक स्टाइलको अरे यो चाहिँ मिठो छ भन्नुभयो। नेपाली खाना पनि पाइन्छ भन्ने कुरा थियो। नेपाली खाना खाऊँ भन्नुभएको थियो उहाँले चाहिँ। तर उहाँले होइन बिरयानी नै खानु बेस्ट छ भनेर हामी बिरयानी खान लागेको। हेरौँ, फेक रिभ्यू चाहिँ दिन्न, जेन्युन हो। अब डोन्ट माइन्ड है साथीभाइहरू। तातो रहेछ। प्याजहरू डेन्जर रहेछ यार, यो प्याज रहेछ क्या। देब्रे हातले खाइराखेको त मैले त यार। हामीलाई चाहिँ थाइल्यान्ड आएर पनि यस्तो राम्रो व्यवहार हुन्छ भनेर कहिले पनि सोचेका थिएनौँ साथीभाइहरू। हामीलाई थाइल्यान्ड आएर होइन यो इन्डियन रेस्टुरेन्ट हो, इन्डियन अरबिक रेस्टुरेन्ट हो। यहाँ चाहिँ हामीसँग दिपक ब्रदरै हुनुहुन्छ, अघिदेखि देखिसक्नु भएको छ। सो हामीलाई चाहिँ कम्प्लिमेन्ट्री मिल्यो। के मिलेको अरे कम्प्लिमेन्ट्री? एउटा थाई फुड, एउटा चिकन लेग पिस, यो पनि खाएको। यो दुइटै कम्प्लिमेन्ट्री आयो यार हामीलाई। हामी गोर्खाली मुलुकको भएर नेपाली भएर दिनुभयो, चिनेको भएर। थ्याङ्क यू सो मच हाम्रो दिपक ब्रदर। ल अब हामी यहाँबाट खाएर निस्किन लागेको। अब शरीर साह्रै दुख्यो, अलिअलि मसाज हान्नुपर्छ जस्तो फिल भइरहेको छ है। पम थाई तेल हनी लगाएर गर्छन् भन्छन् नि, त्यो राम्रो हुन्छ होइन हो? वाओ सो ह्यान्डसम मिनी। अघि नेपालीको भ्लग हेरेको थिएँ मैले होइन। हेर्नुहोस् त हाम्रो थाइल्यान्डमा पनि नेपाली बोल्ने
बर्मेली नेपाली हुनुहुन्छ हजुर कहाँबाट बर्मा बर्माबाट हजुरको नाम योगराज योगराज के पाण्डे पाण्डे तपाईँलाई नेपालको माया लाग्छ लाग्छ कतिको लाग्छ धेरै नेपाल घुम्नु भएको छ तपाईँ भएको त छैन घुम्ने हो घुम्ने नि कुन ठाउँ जानु मन छ काठमाडौँ पोखरा पोखरा यता हाम्रो अर्कै नेपाली हुनुहुन्छ हजुर नमस्ते नमस्ते हजुरलाई नेपाली त खर्रै आउँदो रहेछ है आउँछ नि हजुर नेपाल घुम्नु भयो कि नै बस कहाँ बस्नुहुन्छ हजुर हामी बर्माकै हो बर्माकै हो यहाँ थाइल्यान्ड बस्न थालेको कति भयो 13 साल 13 साल भयो है हजुर। ओ बाफ्रे ल उहाँले चाहिँ हामीलाई कम्प्लिमेन्ट्री दिनुभएको रहेछ उहाँले हाम्रो दिपक सरले थ्याङ्क यू सो मच फर द कम्प्लिमेन्ट्री अनि यो रेस्टुरेन्टमा के गर्नुहुन्छ तपाईँले चाहिँ कुक नै हो कुक सेफ हो ओ माई गड थ्याङ्क यू सो मच दामी बनाउनु भएको थियो कसम मन पर्यो अहिले हामी गएको ल थ्याङ्क यू अनि नेपाल कुन ठाउँ घुम्न मन छ हजुरलाई हो सेम पोखरा भयो पशुपति त्यही मन्दिरहरू मन्दिरहरू ल ठिक छ नेपाल त अहिलेसम्म जानु भएन कोही पुर्खजहरू हुनुहुन्छ नेपालमा छन् नि हाम्रा कहाँ कुन ठाउँ खानदान खोइ कता कता हुन्छ भन्नु त के अरे आमा बाउ त हो गइएकै छैन ल आउनु होला नेपाल आउनु भयो भने तपाईँलाई यस्तै स्वागत गर्छौँ हामीले ल हस् धन्यवाद बाई हेर्नुहोस् त साथीहरू हामीले थाइल्यान्डमा नेपाली भेटायौँ ल सियु अब हामी विदेशीको खोजीमा छौँ यो भेस्पा स्कुटरहरू पनि कस्तो अर्कै अर्कै टाइपको छ यार कस्तो दामी दामी छ क्लबहरू पनि दामी रहेछ होइन अब चाहिँ हामी यसो टक्क तरिकाले जानेवाला छौँ साथीभाइहरू रमाइलो गर्नुपर्छ सिल पारामा कि होइन फेरि पुरै चप्पल लाएर ब्याग स्याग बोकेर यहाँ चाहिँ होइन आमा यस्तो डेन्जर तान्ने रहेछ नि यार मा कसम यार है डेन्जर तान्ने केटाले पनि नछोडेर तानिराख्छन् त यार के भएको केटाहरूले तान्दैन भनेको त इन्डियनले पो तानिरहेछन् त वाट द फक ब्रो यार के भइरहेको छ होइन हामी चाहिँ अब यो पुरै क्लबै लाइनमा आइरहेको छौँ क्लबमा डेन्जर मान्छेहरू भेटिरहेको हुन्छन् सो हेर्दै जाने हो अलिअलि माहौल के कस्तो छ मेन्यु पनि चेक गर्ने हो मेन्यु चेक गरेर अनि बल्ल हामी छिर्ने हो मसाज त हान्नु पर्यो सबैलाई त्यस्तै हुने हो कि मलाई मात्र भएको थाहा भएन तर मलाई यो मान्छेले चाहिँ भिडियो नखिच भनेर वार्निङ दियो अनि त्यत्तिकैमा 2 जना पुलिसहरू पनि आएका थिए पुलिसहरूले चाहिँ मेरो क्यामेरामा यस्तो हेरिरहे कि होइन मलाई लास्टै डर लाग्यो नर्भस भएँ अनि मैले वाकिङ स्ट्रिटमा एउटा पनि भिडियोहरू खिचिनँ अरू चाहिँ लास्टै डर लाग्यो कि अब घुम्न आएको मान्छेलाई कोही कतै फाइन हानिदियो जेल हालिदियो भने त तनाव हुन्छ अरूको भिडियोहरू त देखिरहेको थिएँ तर पनि म कन्फिडेन्ट भएर खिच्न चाहिँ पाइनँ आइएम सरी फर द्याट यहाँनिर चाहिँ डेन्जर बस्ने रहेछन् होइन डरै लागेछ केटाहरू हिँड्न पनि होइन कसम साँच्चीकै डर लाग्छ तर त्यस्तो विधि त हुन्न अरे टुरिस्ट पुलिसहरूलाई फोन गरेर गर्न मिल्छ अरे तर पनि झगडा गरेर ल्याङ गऱ्यो भने अनि त्यही क्लिप भाइरल भयो भने त तनाव हुन्छ नि त सो हामी यता आएको बल्ल यो चाहिँ विदेश जस्तो देखेको छ ओ माई गड रातिको सिन देखाउँछु तपाईँहरूलाई होइन हेर्नु होला कस्तो राम्रो छ यो चाहिँ ठ्याक्कै पोखराको भाइब्स आउँदो रहेछ यार एउटा कुर्सी हुँदो रहेछ होइन त्यो कुर्सीमा ठ्याक्क बस्ने सबैजना अनि बसेर गएर सोध्ने अनि हामी क्याम्पिङ गर्न पाइन्छ भनेर सोध्ने अनि उनीहरूले क्याम्पिङ गरेको रेट भन्छन् 3000 यताउति अब मिलाउने अब क्याम्पिङमा अलि राम्रोसँग गरौँ न भएन यो त अलि टु मच भयो भन्यो भने अब त्यो अनुसारले मिल्ने कुरा हो